अब भेट नहुने भइगो आँसु बहनेछ, परहरी सङ्गठनले सम्झिरहनेछ, परहरी सङ्गठनले सम्झिरहनेछ। कहिले ड्युटी दिनमा भयो, कहिले भयो रातमा, अनिवार्य अवकाश भयो सफलताका साथमा, अनिवार्य अवकाश भयो सफलताका साथमा। सकिगो जागिरपन अब रहेन प, 30 वर्ष बित्याको रहेछ पत्तै भएन प, 30 वर्ष बित्याको रहेछ पत्तै भएन प। गरेका मेसेज सम्झ्या, गरेका कल सम्झ्या, कहिल्यै बिदाई नहोस् लाग्दो बिदाईको पल सम्झ्या, कहिल्यै बिदाई नहोस् लाग्दो बिदाईको पल सम्झ्या। असत्यको हार हैजाऊ सत्यले नै जितोस्, रिटायरमेन्ट जिन्दगी सरको हाँसी खुसी बितोस्, रिटायरमेन्ट जिन्दगी सरको हाँसी खुसी बितोस्। रोल्पा रुकुम खटेका थिया दार्चु लेली चेला, यही छातीमा कसी भयो जनयुद्धका बेला, यही छातीमा कसी भयो जनयुद्धका बेला। समय गइजाँदो रहेछ थाहा नपाई घुमेर, देशको सुरक्षा गर्दै ढल्किगो उमेर, देशकै सुरक्षा गर्दै ढल्किगो उमेर। जय नेपाल, सत्य सेवा सुरक्षाडम। आज यो प्रहरी पवित्र सङ्गठनबाट आफ्नो 30 वर्ष जागिर अवधि समाप्त पारेर अनिवार्य अवकाशमा जान लाग्नुभएका हाम्रा प्रहरी नायब निरीक्षक सर, तपाईँलाई यो विभागले सधैँभरि सम्झिरहनेछ, याद गरिराख्नेछ। यो हाम्रो इलाका प्रहरी कार्यालय गोकुलेश्वरले पनि अझै तपाईँलाई धेरै सम्झिराख्नेछ। अब तपाईँको रिटायरमेन्ट लाइफ सुखमय बितोस्, एकदम राम्रोसँग बितोस्, जता भए पनि घर परिवारमा शान्तिमय रहोस्, शान्तिले छाओस्, सधैँ खुसी हुनु, सुखी हुनु शुभकामना छ सर हजुरलाई। एकदम दुःखको क्षण पनि हो यो चाहिँ। धन्यवाद भन्न चाहन्छु।